गो हेलो गाइस, आज एउटा कुरा सरप्राइज देखाउन गइरहेको छु हैन। नेपालमा गरी खानेकोहरूको लागि कतिको ठाउँ छ भन्ने कुरा चाहिँ हजुरहरूलाई बताउन गइरहेको छु। आजभन्दा डेढ वर्ष 2 वर्ष पहिला हामीले यो फर्म स्टार्ट गरेको थियो। हजुरलाई फर्म देखाउँदैछु। यो टोयलेट बाथरुम, त्यस पछाडि यहाँ थियो भाडा मस्काउने ठाउँ। यहाँ सबै ब्लक ओछ्याएको छ। यो सबै ब्लक ओछ्याएको यो हाम्रो प्यारो आँगन थियो। यहाँ थियो करे सवारी। यहाँ हामी सब्जी लगाउँछौँ। फिलहाल अरू कसैले गरिरहेछ, अहिले लसुन लगाइरहेछ। यो चाहिँ हो हाम्रो प्यारो बस्ने घर। 2 कोठाको एकदमै प्यारो बस्ने घर। हामीले धेरै दुःखमा ऋण गरेर बनाएको घरहरू थियो यो। अनि यहाँले ढोका खोल्नुभयो, यो हाम्रो घर हो। अब हेर्नुस्, यो हाम्रो गाईको ग्वाली। यो भनेको सानो लोकल कुखुराहरू, चल्लाहरू, लोकल कुखुराको लागि बनाउने हुर्काउने, चल्ला हुर्काउने घर। यो भनेको उजाडिएको छ अहिले, बाख्राको खोर। 50 वटा बाख्राको इस्टिमेट गरेर हालिएको थियो। यो भनेको हाम्रो कुखुराको खोर। यो कुखुराको खोर हामीले धेरै दुःख गरेर ऋण गरेर यो बनायौँ। अन्तिममा के भयो? दाना महँगो, चल्ला महँगो, भनेको समयमा किसानले नपाउने यो एउटा खोर भयो। 700-800 कुखुरा अट्छ यहाँ। अर्को यो कुखुराको खोर, यसमा पनि सेम त्यति नै अट्छ। भनेको ठाउँमा चल्ला दाना नपाउने, महँगो एकदमै। अनि त्यस पछाडि बेच्ने बेला भयो, कुखुराको रेट सट्टै घटिदिने। अनि किसान सधैँ मारको मार, कि त रोग लाएर मर्दिने, कि त दाम घटिदिने गरेर हद्याएर हामीले छोड्यौँ। त्यही छोडेर त्यही ऋण तिर्नको लागि आज विदेशिनु पर्यो। विदेशबाट आउँदाखेरि उजाडिएको अवस्था। यो रह्यो बङ्गुरको खोर, बङ्गुर पालन। मेरो हस्बेन्ड चाहिँ स्वयं भेटनेरी, तर पनि दिन लागेपछि कसैको लाग्दो रहेनछ हैन। यहाँ नेपालको अर्थतन्त्र यस्तो हो, नेपाली युवा विदेशिनको। यहाँ हेर्नुहोस्, एकदम व्यवस्थित गरेर रडहरू मजा लगाएर 3 वटा रड लगाएर बनाइएको छ। हेर्नुहोस्, यहाँ अहिले उजाडिएको छ। यो हामीले लगाएको बोट बिरुवाहरू चाहिँ अलिअलि सप्रेछन्, बाँकी चाहिँ अरू केही पनि छैन।